के तपाईँहरू पनि आफ्नो सोसल मिडियामा चाहिँ लाइक्सहरू कसरी बढाउने भनेर सिक्न चाहनुहुन्छ? यदि सिक्न चाहनुहुन्छ भने तपाईँले यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोला। र चाहिँ यो तपाईँले यो भिडियो हेर्नुभयो भने चाहिँ आफ्नो सोसल मिडियामा जस्तै फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक, टेलिग्राम है, तपाईँले चाहिँ यसमा कसरी फलोवर्सहरू, कमेन्टहरू है, सब्सक्राइब, भ्युजहरू कसरी बढाउने भनेर चाहिँ तपाईँले सबै प्रोसेसहरू तपाईँले सिक्नुहुनेवाला छ। त्यही भएर चाहिँ तपाईँले यो भिडियो चाहिँ तपाईँले अन्तिमसम्म चाहिँ हेर्नुहोला है। भिडियोलाई चाहिँ अन्तिमसम्म नछुटाइकन चाहिँ तपाईँले अन्तिमसम्म यो भिडियो हेर्नुभयो भने चाहिँ आफ्नो सोसल मिडियामा कसरी लाइक्स फलोवर्सहरू बढाउने भनेर तपाईँले सबै प्रोसेसहरू तपाईँले सिक्नुहुनेवाला छ। जस्तै तपाईँले फेसबुकहरूमा तपाईँले पोस्ट पनि देख्नुभएको होला, यति फलोवर्सको चाहिँ यति है, यति सब्सक्राइबको चाहिँ यति, टिकटकमा 1000 फलोवर्सको चाहिँ यति भनेर चाहिँ तपाईँले पोस्टहरू, विभिन्न पोस्टहरू चाहिँ तपाईँले फेसबुकमा देख्नुभएको होला। अब त्यसमा चाहिँ तपाईँले कसरी बढाउँछन् त भनेर तपाईँले सोची पनि राख्नुभएको होला। त्यही भएर चाहिँ तपाईँले यो भिडियो हेर्नुभयो भने चाहिँ तपाईँले आफैले चाहिँ तपाईँले आफ्नो सोसल मिडियामा चाहिँ तपाईँले बढाउन सक्नुहुन्छ है। आफ्नै चाहिँ सबैले सबै सोसल मिडियामा चाहिँ तपाईँले लाइक्स, भ्युजहरू, कमेन्टहरू चाहिँ तपाईँले यसमा चाहिँ तपाईँले आफैले बढाउन सक्नुहुन्छ है। र तपाईँले यसमा आफैले बढाउनका लागि चाहिँ सबैभन्दा सुरुमा चाहिँ तपाईँ गुगलमा जानु होला। तपाईँ चाहिँ गुगलमा गइसकेपछि गुगलमा जानु होला। अब गुगलमा गइसकेपछि चाहिँ तपाईँले यसमा के सर्च गर्नुपर्छ, तपाईँले म्याग्नेट फ्रेम भनेर चाहिँ तपाईँले magnetframe.com भनेर चाहिँ तपाईँले सर्च गर्नु होला है। तपाईँले चाहिँ म्याग्नेट फ्रेम भनेर चाहिँ तपाईँले सर्च गर्नु होला। तपाईँले यहाँ जानुहोस्, तपाईँले चाहिँ गुगलमा गएर चाहिँ तपाईँले म्याग्नेट फ्रेम भनेर चाहिँ सर्च गर्नु होला। magnetframe.com भनेर तपाईँले सर्च गर्नु होला। मैले डिस्क्रिप्सनमा पनि राखिदिएको हुन्छु, तपाईँले त्यसबाट डाइरेक्ट पनि जान सक्नुहुन्छ। तपाईँले यसरी सर्च पनि गर्न सक्नुहुन्छ है। तपाईँले सर्च गर्ने बित्तिकै चाहिँ तपाईँले सर्च गर्ने बित्तिकै तपाईँको चाहिँ यस्तो इन्टरफेस देखाउँछ है। तपाईँले चाहिँ यसमा चाहिँ एकाउन्ट कसरी खोल्ने भनेर मैले त्यो पनि सिकाउनेवाला छु। तपाईँले चाहिँ यसमा एकाउन्ट कसरी खोल्ने त है। अब चाहिँ म चाहिँ यसमा एकाउन्ट कसरी खोल्ने भनेर चाहिँ म तपाईँलाई त्यो सिकाउनेवाला छु। अब त्यसको लागि तपाईँले यहाँ देख्न सक्नुहुन्छ साइन अप है। यहाँ तपाईँले देख्न सक्नुहुन्छ साइन अपको बटनमा यहाँ टच गर्नु होला। अब साइन अपमा टच गरिसकेपछि तपाईँले यहाँ यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ है। तपाईँले चाहिँ यहाँ जानु होला। अब यहाँ गइसकेपछि तपाईँले युजर नेम है, युजर नेम, इमेल, पासवर्ड छ, अनि त्यसपछि साइन अपको छ। तपाईँले यसमा चाहिँ तपाईँले आफ्नो युजर नेम राख्नु होला है। तपाईँले यसमा जे पनि राख्न सक्नुहुन्छ, युजर नेममा जे पनि राख्न सक्नुहुन्छ। अब तपाईँले इमेलमा एउटा इमेल राख्नु होला है। तपाईँले एउटा इमेल राख्नु होला। त्यसपछि पासवर्डमा तपाईँले जे पनि पासवर्ड राख्न सक्नुहुन्छ है। तपाईँले जे पनि एउटा सम्झिने पासवर्ड राख्नु होला। त्यसपछि यहाँ टिक गर्नु होला। अनि टिक गरिसकेपछि तपाईँले के गर्नुहोस्, साइन अप गर्नुहोस् है। तपाईँले साइन अप गर्ने बित्तिकै चाहिँ तपाईँको एकाउन्ट चाहिँ खुलिहाल्छ। तपाईँको चाहिँ एक दुईचोटिमै नखुल्न पनि सक्छ। तपाईँले ट्राई गरिराख्नु, खुलिहाल्छ है। तपाईँ केही सेकेन्ड लाग्छ। र तपाईँले साइन अप गरिसक्यो। अब तपाईँले साइन अप गर्ने बित्तिकै तपाईँ यस्तो इन्टरफेस देखाउँछ। तपाईँको चाहिँ यस्तो इन्टरफेस देखाउँछ, स्क्रिनमा चाहिँ यस्तो इन्टरफेस देखाउँछ। तपाईँले साइन अप, त्यसमा यो साइडमा तपाईँले एकाउन्ट खोल्ने बित्तिकै चाहिँ तपाईँको चाहिँ यस्तो इन्टरफेस देखाउँछ। अब यसमा चाहिँ कसरी बढाउने त है, यसमा चाहिँ अब कसरी बढाउने तपाईँले यहाँ देख्न सक्नुहुन्छ थुप्रै है। तपाईँले चाहिँ यहाँ देख्न सक्नुहुन्छ सोसल मिडिया। तपाईँले यी सोसल मिडियामा चाहिँ तपाईँले यसबाट लाइक्स फलोवर्सहरू चाहिँ तपाईँले बढाउन सक्नुहुन्छ। तपाईँले यहाँबाट नि हेर्न सक्नुहुन्छ। तपाईँले यहाँबाट नि तपाईँले देख्न सक्नुहुन्छ है। अब तपाईँले यसमा चाहिँ कुनमा बढाउन चाहनुहुन्छ है। जस्तै अब तपाईँले अब इन्स्टाग्राममा बढाउन चाहनुहुन्छ कि फेसबुकमा, अब जस्तै तपाईँले फेसबुकमा बढाउन चाहनुहुन्छ भने है। अब जस्तै तपाईँले अब कुनमा बढाउन चाहनुहुन्छ है, तपाईँले यहाँ जानु होला। अब जस्तै तपाईँले फेसबुकमा बढाउन चाहनुहुन्छ भने फेसबुकमा जानु होला है। अब फेसबुकमा गइसकेपछि तपाईँले यहाँ जानु होला। अब यहाँ गइसकेपछि अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ है। अब कुनमा बढाउन सक्नुहुन्छ, तपाईँले चाहिँ अब कुनमा बढाउनुहुन्छ है। अब त्यसमा जानु होला। अब यसमा गइसकेपछि तपाईँले के गर्नु भन्दा, अब जस्तै तपाईँले अब पेजमा फलोवर्स बढाउन चाहनुहुन्छ भने तपाईँले यहाँ पेज फलोवर्स लेखेको हुन्छ, तपाईँ यसमा जानु होला है। अब यसमा गइसकेपछि तपाईँले यहाँ जानु होला। तपाईँले यसमा गइसकेपछि तपाईँले यसमा एउटा छनौट गर्नु होला। तपाईँले यहाँ यसरी गर्नु होला। अनि यहाँ गइसकेपछि तपाईँले यहाँ लिङ्क र क्वान्टिटी देखाउँछ है। तपाईँले लिङ्कमा चाहिँ तपाईँले यसमा चाहिँ लिङ्क राखिदिनु होला। आफ्नो फेसबुक पेजमा गएर चाहिँ लिङ्क कपी गरेर चाहिँ तपाईँले यसमा चाहिँ तपाईँले लिङ्क राखिदिनु होला। त्यसपछि क्वान्टिटीमा चाहिँ तपाईँले कति बढाउने हो त्यो राखिदिनु होला। जस्तै मैले चाहिँ 1000 राखिदिएँ। अब 1000 राखिसकेपछि तपाईँले अब यहाँ चाहिँ तपाईँको चार्ज देखाउँछ। तपाईँको चार्ज चाहिँ अब 1000 फलोवर्सको चाहिँ 110 रुपियाँ देखाउँछ। त्यसपछि तपाईँले सबमिट गरिदिनु होला। सबमिट गरिदिए बित्तिकै चाहिँ तपाईँको एकाउन्ट चाहिँ खुलिहाल्छ। तपाईँले चाहिँ यसमा चाहिँ तपाईँले लिङ्कमा चाहिँ तपाईँले आफ्नो फेसबुक पेजको लिङ्क राख्नु होला। अनि त्यसमा क्वान्टिटीमा कति बढाउने त्यो राख्नु होला। तपाईँको चार्जमा चाहिँ चार्ज देखाउँछ, कति लाग्छ त्यो देखाउनु होला है। अनि त्यसपछि सबमिट गरिदिनु होला। र सबमिट गर्ने बित्तिकै तपाईँको यसमा चाहिँ एकाउन्ट चाहिँ तपाईँको खुलिहाल्छ है। अब त्यसपछि चाहिँ
अब त्यसपछि तपाईँ अब तपाईँको चाहिँ अरूको त्यही पनि गर्न सक्नुहुन्छ। जस्तै भ्युज बढाउन चाहनुहुन्छ भने भ्युजमा जानु होला। भ्युजमा गइसकेपछि चाहिँ तपाईँको यस्तो देखाउँछ, तपाईँले कुन बढाउने त्यो राख्नु होला। तपाईँको चाहिँ अब यसमा राखिदिनु होला। अनि त्यसपछि तपाईँले आफ्नो भिडियोको लिङ्क राखिदिनु होला। यसमा चाहिँ आफ्नो भिडियो कुन भिडियोमा चाहिँ तपाईँले बढाउन चाहनुहुन्छ त्यो भिडियोको लिङ्क राखिदिनु होला। अनि त्यसपछि तपाईँले क्वान्टिटीमा कति बढाउने त्यो राखिदिनु होला। क्वान्टिटीमा कति बढाउने त्यो राखिदिनु होला। त्यसपछि तपाईँको यहाँ चार्ज देखाउँछ। अनि त्यसपछि सबमिट गरिदिनु होला है। अब यसमा चाहिँ तपाईँले सुरुमा चाहिँ तपाईँले आउँदैन, तपाईँले चाहिँ 1-2 चोटि अर्डर लगाउनु भयो भने चाहिँ तपाईँले यो सबै कुराहरू चाहिँ तपाईँले बुझिहाल्नुहुन्छ, तपाईँले अर्डर लगाउन सिकिहाल्नुहुन्छ। तपाईँको सुरुमा चाहिँ अर्डर लगाउन नआउला तपाईँलाई, अलि तपाईँले नजान्नु होला। तपाईँले चाहिँ यसमा गर्दै गर्दै जाँदाखेरि चाहिँ तपाईँले 1-2 चोटि अर्डर लगाउनु भयो भने चाहिँ तपाईँले पुरै चाहिँ सिकिहाल्नुहुन्छ है। अब त्यसपछि तपाईँले अब अरू पनि बढाउन सक्नुहुन्छ। तपाईँले यहाँ वाच टाइम है, कमेन्टहरू तपाईँले यहाँ सबै गर्न सक्नुहुन्छ है। अब तपाईँले यसमा सबै हेर्नु होला। त्यसपछि तपाईँले इन्स्टाग्राममा जानु होला। अब इन्स्टाग्राममा बढाउन चाहनुहुन्छ भने त्यही गर्नु होला तपाईँले। जस्तै अब तपाईँले फलोवर्स बढाउन चाहनुहुन्छ भने अब फलोवर्समा जानु होला। तपाईँले यहाँ देख्न सक्नुहुन्छ अब फलोवर्समा जानु होला। अब फलोवर्समा गइसकेपछि तपाईँले यहाँ जानु होला। तपाईँको यहाँ जानु होला, फलोवर्समा गइसक्यो यहाँ जानु होला। यहाँ गइसकेपछि अब तपाईँले कुन कुन बढाउन चाहनुहुन्छ है। यसमा फलोवर्स चाहिँ अब कुन बढाउन चाहनुहुन्छ। अब जस्तै अब फलोवर्स बढाउन चाहनुहुन्छ, यसमा तपाईँले लिङ्क राखिदिनु होला। तपाईँले चाहिँ आफ्नो भिडियोको है आफ्नो सोसल मिडियाको चाहिँ आफ्नो एकाउन्टको चाहिँ तपाईँले लिङ्क कपी गरेर चाहिँ यसमा राखिदिनु होला लिङ्कमा चाहिँ। अनि त्यसपछि क्वान्टिटीमा चाहिँ कति बढाउने त्यो राखिदिनु होला है। जस्तै मैले 1000 राखिदिएको छु, तपाईँले यहाँ 1000को चाहिँ 130 रुपियाँ लाग्छ, तपाईँले चाहिँ 1000 राखिदिनु होला। अनि त्यस कति बढाउनुहुन्छ त्यसपछि तपाईँले यसमा चाहिँ सबमिट गरिदिनु होला है। सबमिट गर्ने बित्तिकै चाहिँ तपाईँको चाहिँ अर्डर चाहिँ लागिहाल्छ है। र केही समयमा चाहिँ तपाईँको कम्प्लिट हुन्छ। तपाईँले त्यसै गर्न सक्नुहुन्छ। तपाईँले चाहिँ लाइक्समा पनि त्यही गर्न सक्नुहुन्छ। जस्तै अब तपाईँले पोस्ट लाइक जुनसुकै लाइक भिडियोमा लाइक बढाउन चाहनुहुन्छ त्यही गर्नु होला, लाइक्समा जानु होला। अनि त्यसपछि तपाईँले भिडियो लिङ्क राखिदिनु होला। अब भिडियोमा हो कि पोस्टमा हो, अब एउटा पोस्टमा हो भने पोस्ट लिङ्क राखिदिनु होला, भिडियोमा हो भने भिडियो लिङ्क राखिदिनु होला। अनि त्यसपछि क्वान्टिटीमा कति बढाउने त्यो राखिदिनु होला। अनि त्यसपछि तपाईँले सबमिट गरिदिनु होला, तपाईँको एकाउन्ट चाहिँ खुलिहाल्छ है। अब यसमा तपाईँलाई त्यति गाह्रो पनि हुँदैन। यसमा तपाईँलाई अब अर्डर लगाउन त्यति गाह्रो पनि हुँदैन है। तपाईँले सुरुमा चाहिँ तपाईँले यसमा एकाउन्ट खोल्ने बित्तिकै सुरुमा चाहिँ तपाईँलाई अलि गाह्रो लाग्छ। तपाईँले यसमा 1-2 चोटि अर्डर लगाउनु भयो भने चाहिँ तपाईँको चाहिँ तपाईँले चाहिँ सिकिहाल्नुहुन्छ कसरी अर्डर लगाउने भनेर तपाईँलाई सजिलो हुन्छ। तपाईँले चाहिँ 1-2 चोटि तपाईँले अर्डर लगाउनु भयो भने चाहिँ तपाईँको एकाउन्ट चाहिँ तपाईँको अर्डर चाहिँ भइहाल्छ है। अब यसमा तपाईँले युट्युबमा पनि जान सक्नुहुन्छ। तपाईँ यसमा युट्युबमा जानु होला। अब युट्युबमा गइसकेपछि तपाईँको यहाँ जानु होला। तपाईँले यहाँ देख्न सक्नुहुन्छ। तपाईँको चाहिँ यहाँ युट्युबमा जानु होला। युट्युबमा गइसकेपछि तपाईँले अब सब्सक्राइब कुन कुन बढाउन चाहनुहुन्छ है। तपाईँले चाहिँ सब्सक्राइबहरूमा यहाँ जान सक्नुहुन्छ है। तपाईँको चाहिँ यहाँ यो रहन्छ, तपाईँले यहाँ देख्न सक्नुहुन्छ। तपाईँको यहाँ देख्न सक्नुहुन्छ यो सब्सक्राइबको पनि छ, लाइफ टाइम ग्यारेन्टी होलाको सब्सक्राइबहरू। अब तपाईँले त्यही गर्न सक्नुहुन्छ। यहाँ छ, यहाँ तपाईँको सबैभन्दा लास्टमा तपाईँले यहाँ देख्न सक्नुहुन्छ। तपाईँले चाहिँ यहाँ देख्न सक्नुहुन्छ सब्सक्राइबको चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ। थुप्रै छ, तपाईँले यसमा जुन पनि मध्ये सबै लाइफ टाइम ग्यारेन्टी होला हो। तपाईँले यसमा एकचोटि बढाउनु भयो चाहिँ तपाईँको चाहिँ कहिले पनि घट्दैन है। सबै लाइफ टाइम ग्यारेन्टी होला नै हो। तपाईँले यहाँ यसो गरेर चाहिँ तपाईँले आफ्नो च्यानलको लिङ्क राखिदिनु होला। त्यसपछि क्वान्टिटीमा कति बढाउने त्यो राखिदिनु होला। त्यसपछि सबमिट गरिदिनु होला। अब तपाईँले टिकटकमाहरूमा पनि त्यही गर्न सक्नुहुन्छ है। तपाईँले त्यही गर्नु होला। जस्तै तपाईँले यहाँ देख्न सक्नुहुन्छ, थुप्रै देख्न सक्नुहुन्छ। अब जस्तै यहाँ तपाईँले देख्न सक्नुहुन्छ लाइफ टाइम ग्यारेन्टी ओरिजिनल भ्युज चाहिँ देख्न सक्नुहुन्छ सबैभन्दा लास्टमा। तपाईँले यहाँ जानु होला। अब यहाँ गइसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ जानु होला। अनि त्यसपछि तपाईँले चाहिँ यसमा गएर चाहिँ तपाईँले आफ्नो भिडियोको लिङ्क राखिदिनु होला। तपाईँले कुन भिडियोमा चाहिँ तपाईँले भ्युज बढाउन चाहनुहुन्छ अब त्यो भिडियोको लिङ्क राखिदिनु होला। अनि त्यसपछि क्वान्टिटीमा कति बढाउने त्यो राखिदिनु होला। अनि त्यसपछि चाहिँ तपाईँले अर्डर लगाउनु होला है। तपाईँले चाहिँ यो बढाउँदाखेरि तपाईँको चाहिँ यहाँ देख्न सक्नुहुन्छ मिनिमम तपाईँले चाहिँ 5000देखि चाहिँ तपाईँले बढाउन मिल्छ है। तपाईँ चाहिँ 5000देखि चाहिँ तपाईँले जति पनि बढाउन सक्नुहुन्छ है। अब यसमा चाहिँ तपाईँले त्यसै गरेर चाहिँ बढाउनु होला। तपाईँले 1-2 चोटि अर्डर लगाउनु भयो चाहिँ यसमा चाहिँ मजाले सिक्नुहुन्छ तपाईँले चाहिँ है। अब यसमा चाहिँ लाएको अर्डर चाहिँ कसरी हेर्ने त है। यसमा लाएको अर्डर तपाईँले अब अर्डर त लगाउनु भयो है। अब यसमा चाहिँ त्यो अर्डर चाहिँ कसरी हेर्ने भन्दाखेरि तपाईँले यहाँ देख्न सक्नुहुन्छ 3 लाइनमा क्लिक गर्नु होला। अब तपाईँले 3 लाइनमा क्लिक गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ तपाईँले चाहिँ यहाँ अर्डर भनेर लेखेको हुन्छ। तपाईँले यो अर्डरमा जानु होला। अब अर्डरमा गइसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ। अब तपाईँले चाहिँ यहाँ गएर चाहिँ अर्डरमा गएर चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यहाँ थुप्रै छ, यहाँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ। तपाईँको यहाँ अर्डर चाहिँ देखाउँछ। तपाईँले चाहिँ यहाँ अर्डरहरू चाहिँ यसरी हेर्न सक्नुहुन्छ है। अब यसमा चाहिँ तपाईँले त्यो गर्नु होला है।
अब यसमा गएर चाहिँ फेरि तपाईँ न्यू अर्डरमा जानु होला। अब न्यू अर्डरमा गइसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ जुन पनि बढाउन सक्नुहुन्छ तपाईँले यसबाट चाहिँ है। तपाईँले चाहिँ अब 1-2 चोटि अर्डर लगाइसकेपछि तपाईँले सबै कुराहरू चाहिँ तपाईँले सिक्नुहुन्छ है। अब यसमा चाहिँ अब लास्टमा चाहिँ अब यसमा चाहिँ कसरी ब्यालेन्स एड गर्ने त है। यसमा चाहिँ ब्यालेन्स एड गर्नको लागि तपाईँले यहाँ देख्न सक्नुहुन्छ WhatsAppको नम्बर छ। तपाईँले यहाँ WhatsAppको लोगो देख्न सक्नुहुन्छ। तपाईँले त्यो WhatsAppमा गएर चाहिँ त्यहाँ म्यासेज गर्नु होला है। अब यसमा चाहिँ ब्यालेन्स एड गर्नु पऱ्यो भनेर चाहिँ त्यहाँ चाहिँ म्यासेज गर्नु होला। त्यहाँ गइसकेपछि तपाईँले त्यहाँ गएर चाहिँ तपाईँले आफ्नो एकाउन्टमा चाहिँ तपाईँले ब्यालेन्स चाहिँ यसमा एड गर्न सक्नुहुन्छ है। यसमा चाहिँ तपाईँले त्यहाँ गएर चाहिँ तपाईँले ब्यालेन्स एड गर्नु होला र त्यसपछि तपाईँले यसबाट थुप्रै चाहिँ तपाईँले बढाउन सक्नुहुन्छ है। अब यसमा तपाईँले एकचोटि चाहिँ नआउन सक्छ, तपाईँले 1-2 चोटि चाहिँ अर्डर लगाउनु होला, त्यसपछि तपाईँले सिकिहाल्नुहुन्छ है।